हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ म यहाँ दिदीको घरबाट आफ्नो घर जान लागेको। अनि मसँग चाहिँ जाँदै हुनुहुन्छ मम्मी बाबा शर्मन, मेरो सानो भेनाजु पनि जाँदै हुनुहुन्छ। म हजुरहरूलाई सबै देखाउँछु बाटोमा के कस्तो हुन्छ। उहाँ घर पुग्दाखेरि चाहिँ फेरि अर्को सरप्राइज पनि छ। अर्को सरप्राइज चाहिँ म घर गएर देखाउँछु। अहिलेलाई चाहिँ बाई बाई। यहाँ चाहिँ मेरो सामान पनि रेडी भइसक्यो। अब म एकछिनमा यो हामी चाहिँ हिँड्यौँ है। साँच्ची हो। हामी चाहिँ हिँड्यौँ है यता कलेङबाट कलेङ बजार भन्नु त बाबालाई कलेङ बजार मेरो पनि भ्लग प्रगतिनगरसम्मको यात्रा सुरु भइसकेको छ। हामी बाटो बाटोमा पनि देखाउँछौँ, यतै गर्नु होला है तल। गाइजहरु एउटा कुरा भन्छु, मेरो पनि छ च्यानल शर्मन गेमिङ आइडी, हेर्नु होला 1K सब्स्क्राइबर छ। बाइ गरेर हालिदिन्छौ तिमीलाई। बुटोल आयो गाइज, बुटोल। मम्मी यहाँ थकित हुनुहुन्छ। बुटोल आयो, अब जान्छौँ एकछिनमा। म पनि यहाँ थकित छु कमेन्ट गर्दा गर्दा। ल हिँड्ने अब बुटोलबाट सुन्तला खाँदै। बुटोलबाट हाम्रो दाम्मेको नेभर इन्डिङ बाटो। सो गाइज अहिले चाहिँ म घर आइसकेँ। घर आएर पनि सरप्राइज त सरप्राइज सबै भइसक्यो, तर मैले भिडियो गराउन पाइनँ। सबै हेर्न पर्यो, त्यस कारणले सरप्राइज चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो घरमा मम्मी बाबा आउनुभएको। आज बल्ल सम्धिनीहरूको भेटघाट भएको हो। अनि अलिअलि क्लिपहरू त छ, म त्यो राखिदिन्छु। अरू पनि हेर्दै गर्नु होला है त। त्यो चाहिँ फोटोमा हेर्नु पर्छ। सम्धिनी चाहिँ एटलिक्क भएर बस्नुभएछ। फोटो भिडियो पनि छ दुइटा। आफ्नो तिमी यसै बोलेर बनाएको छैन के। म बोलेर गराएको चाहिँ छैन, म गराउँछु भने चाहिँ बिर्सेछु। मेरो युट्युब च्यानल पनि हान्दिनु शरण गेमिङ आइडी, सब्स्क्राइब लाइक। मेरो सानो भेनाजु हजुरलाई कस्तो लाग्यो, हाम्रो घर कस्तो लाग्यो भनिदिनु। राम्रो लाग्यो। हामीलाई नि यति राम्रो कि सानो भेनाजु नि आउनुभएको है। यति राम्रो घर कि अम्बानीको भन्दा नि राम्रो। सो गाइज आजको सरप्राइज चाहिँ यहाँ हुनुहुन्छ। भेट भएको यही है आजको सरप्राइज चाहिँ। गलेङदेखिको सरप्राइज चाहिँ यही हो। मैले अघि नै बाहिर भनिरहेको छु मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु भने आज मेन सरप्राइज है आज सम्धिनीहरूको भेट भयो फाइनल्ली। यही सरप्राइज है। अघि चाहिँ मैले गराउन पाइनँ, सबै एकैचोटि भयो, त्यही भएर अहिले गराएको है। यही हो। हेलो भन्नु ल। सबैले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हामी सम्धिनीलाई। ल गरिदिनु। माथि तपाईँहरू दुई तिन पल्ट भइसक्नु भयो। म त अहिलेसम्म त्यही बिहामा गएको ल हेलो भन्नु। सम्धिनीको फाइनल्ली भेट भयो। आजको सरप्राइज चाहिँ मम्मीहरू यहाँ हुनुहुन्छ, बाबाहरू चाहिँ यहाँ खाना खाँदै हुनुहुन्छ।
यहाँ हुनुहुन्छ कोही कोही यहाँ मोबाइल यहाँ चाहिँ टिकटक गराउँदै हुनुहुन्थ्यो हजुर आऊ फोटो सबै भइसक्यो आछ यही ल यही थियो है हाम्रो डेकोरेसन चाहिँ यही थियो है अक्कला र वेलकम पनि गरियो बाबाहरू यहाँ हुनुहुन्छ पहिलाको प्लानिङ चाहिँ त्यही नै हो हुनुहुन्छ बाबाहरू चाहिँ अनि फेरि ल अब बाबाहरू जान लाग्नु भयो है सोमबारतिर आउनु रहेछ क्या ल मम्मी अघि आउँदा त रमाइलो भयो ल यता बोलपछि आऊ है पर्सि आउँछु नि त मन्डे बाबा मम्मी आउने छ तिमी चाहिँ ल अब यो भिडियो चाहिँ जाने रहेछ खोइ सानो जाई ल जानु है सानो जाई राम्रोसँग सानो जाई बाई बाई राम्रोसँग जानु नमस्ते सबैलाई नमस्ते हेलो गाइस मम्मी बाबाहरू पनि जानुभयो आजको दिन चाहिँ लास्टै नै ह्याट्टिक थियो उहाँ गलेङबाट बिहान उठेर एउटा कुनाबाट अर्को कुनामा आएर एउटा प्रोग्राम सक्यौँ हामीले मैले चाहिँ बाटोमा केही देखाउन पाइनँ र मम्मी बाबालाई वेलकम गरेको नि केही देखाउन पाइनँ किनकि मलाई लास्टै भमिट भयो थियो टाउको नै दुखेको थियो कति बेला घर गएर रेस्ट गरौँ जस्तो भएको थियो तर पनि फोटोहरू त छ भिडियो छैन मैले चाहिँ लास्टमा फोटोहरू ट्याक गरेर हालिदिन्छु आजको ब्लग चाहिँ यति नै आज चाहिँ मम्मी बाबा आउनुभयो खुसी लाग्यो फेरि पनि आउन सक्नुहुन्छ अबबाट त्यही हो आजको ब्लग चाहिँ यति नै सी यू गाइज इन नेक्स्ट ब्लग अब चाहिँ म प्राफुल रेडी भउँछु तँलाई अब चाहिँ सुत्छु बाई बाई सी